गेम 3-4 डाउनलोड गर्न खोजिरहेको थिएँ, कुनै भएन। यो गेम डाउनलोड भयो क्या। फर्स्ट टाइम हो, फर्स्ट टाइम भाइ, फर्स्ट टाइम। के अरे नाम यसको? जिटिए सैन एन्ड्रेस एमुलेटरमा खेलिरहेको छु। युट्युबमा हाल्छु। कुन हो यो फेरि? जिटिए सैन एन्ड्रेस सबभन्दा पपुलर होइन? लेट्स गो। खोइ तर यो मेरो गेमिङ पिसी त होइन, ल्यापटप होइन। यसको स्टोरी लामो छ क्या, म पछि भन्छु होइन। सो मैले ल्याएको 2-3 महिना भएन, यसमा गेम त खेलेको थिइनँ होइन। त्यो डाउनलोड गरेको थिएँ फोर्टनाइटहरू कुन कुन होइन। तर मलाई मजा आएन क्या, किन भन्दाखेरि उयो नै किन्नु पर्दो रहेछ क्या। त्यसलाई के भन्छ त्यो कन्ट्रोलर अब कन्ट्रोलर किनेर हेर्छु। तर अब यो चाहिँ डाउनलोड गरिरहेको होइन फर्स्ट टाइम। सो ब्याच त फर्स्ट इयरमा लिन्छु भनेको लिन पाइनँ। सेकेन्ड थर्ड इयर फोर्थ इयरसम्म आउँदाखेरि अनि लिएको। त्यही पनि लफडा भयो क्या। कसरी लफडा भयो भन्दाखेरि मैले अर्को ल्यापटप भनेको थिएँ, अर्को ल्यापटप ल्याइदियो क्या मेरो दाइले। कुन अरे असुसको हो क्या यो। त्यसमा भिडियो रेकर्ड गरिरहेको छु। तर खोइ यसमा योबाट पनि रेकर्ड गर्न पाइन्छ। त्यसलाई के भन्छ? स्क्रिन रेकर्ड कसरी गर्छ आई डोन्ट नो यार। सो तिमीहरू यही हेर होइन। सो लेट्स गो। फर्स्ट टाइम सैन एन्ड्रेस। माई गेमिङ जर्नी बिगिन होइन। म त सानोमा चाहिँ एकदम खेल्थेँ क्या गेम, मोबाइलहरूमा खेल्थेँ। त्यो डाउनलोड गरेर जस्तो के अरे webtrick.com-हरूबाट त्यो थियो। मेरो एक्सपिरियन्स जस्तो छैन क्या। दिस माई फर्स्ट टाइम होइन। त्यो अरूले चाहिँ खेलिसकेको छैन होइन। यो त एकदम पपुलरै गेम हो। तर आई हेभ नेभर प्लेड। इट्स माई फर्स्ट टाइम क्या। तर यो चाहिँ मैले त्यो स्ट्रिममा डाउनलोड गरेको, यसमा डाउनलोड गरेर खेल्दैछु। यसमा दामी छ त यार। सो हेर तिमीहरू पनि होइन, मलाई नोस्टाल्जिक फिल हुन्छ अनि भन कसैलाई होइन। सो सजेस्ट मी होइन, कुन चाहिँ गेम खेल्दा राम्रो हुन्छ। यो गरिदिनुपर्छ ल। अब यहाँ क्यामेरामा चाहिँ अलिक क्वालिटी देखेर आएको होला, तर यहाँ चाहिँ राम्रो कलर देखेर आएको छ। यस्तो देखेर आएको ल यार। यसलाई पक्रियो माछालाई। को हो यो कलर? मलाई यसमा के को फिलिङ आउँदैछ भन्दाखेरि त्यो थियो नि हाम्रो एउटा ब्रेकिङ ब्याडमा त्यो केटा छ नि हौ, वाइट हाउस। त्यो साउन्ड बढाउन, तिमीलाई साउन्ड सुनेको छैन। यसको स्क्रिन चाहिँ 15 इन्च कति 15.6 छ। यो चाहिँ असुस भिभो बुक S14 हो क्या। मलाई त्यस्तो केही थाहा छैन गेमिङहरूको, नभए म गेमिङै पिसी अर्डर गरिदिएँ क्या। मलाई चाहिँ नेपाली अराउन्ड 1 लाख जति लियो होला जस्तो भनौँ न। अब सिलगढीबाट लिएको थिएँ। कतिमा भन्दाखेरि जस्तो 55 भन्नाले कति भयो। स्किप चाहिँ कसरी गर्छ यार? यस्तै हो यहाँ थिच्दा के हुन्छ? यो मुनिको चाहिँ कसरी हेरेर आएको छ त्यहाँ? अब दामी भयो नि। यहाँ फेरि राम्रो यता देखाइरहेको छ। यहाँ चाहिँ अलिकति क्यामेरामा अर्को देखाइरहेको छ। यहाँ चाहिँ फेरि राम्रो देखाइरहेको छ। फेरि यहाँ क्यामेरामा चाहिँ अर्कै कलर देखाइरहेको छ।
बाटोलाई ख्याल छ Oh shit. Here we go again. Worst place in the world. फेमस Rolling डायलग Heights है baller country. Now I ain't represented Grove Street in 5 years, but the ballers won't give a shit. use the lift alongside to move the gallery get on the bike अरे अब कसरी म कसरी जानु यतितिर के हो यार ल पोज पो भयो त्यति त यार 1 मिनटमा चाहिँ आउँछ यार कोही कसैलाई आउँछ भने भन है यो थिच्दा आउँदो रहेछ यति त पोज हुँदो रहेछ के हो यार फक ल द्याट्स अल होइन म यहाँ पहिला सिक्छु होइन कसरी खेल्ने सो थ्याङ्क्स फर वाचिङ गाइज ब्याम ब्याम ब्याम